मेरो साथीहरू मसँग पढ्ने साथीहरू काठमाडौँमा म एसएलसी यहाँबाट दिएको एसएलसी दिँदै गर्दाखेरि त्यो मेरो साथीहरू सबै तपाईँको चाहिँ सबै राम्रो राम्रो ठाउँ पुगेको छ क्या किनभने त्यसलाई पढाइ पनि राम्रो थियो सबै साथीहरूको हाम्रो काठमाडौँमै हो म यहीँ पढेको अनि त्यो पढ्दै गर्दाखेरि म मेरो ब्याजी साथीहरू तपाईँको कोही पनि तपाईँको चाहिँ थर्ड डिभिजन छैन फेल त छँदै थिएन थर्ड डिभिजन छँदै थिएन सेकेन्ड डिभिजन 3-4 जना होला अनि सब फर्स्ट डिभिजन डिस्कसन हानेको चाहिँ त्यो ब्याजी मेरो साथीहरू अनि सबै टपमा छ कोही अफिसर भएको छन् कोही चाहिँ अब डक्टर भएको छन् कोही अब अस्ट्रेलिया जापानतिर छन् होइन अनि साथीले बेला बेलामा सम्झिन्छ छोड्दै आऊ छोड्दै एक्लै भएर लागेर के गर्छ देशमा सबै भ्रष्ट छन् छोड्दै त्यो देश आइज बाहिर भन्छन् क्या मलाई होइन हौ तम्यो त्यता बसा म यता गर्छु भन्छु म चाहिँ होइन अनि त्यस्तो अवस्था पनि थियो त्यस पछाडि हर्क साम्पाङसँग भेटघाट भयो भेटघाट भइसके पछाडि चाहिँ विचार मिल्यो भनौँ न विचार मिल्यो र हर्क साम्पाङलाई मैले सायद जीवनमा हर्क साम्पाङलाई नजिकबाट बुझ्ने मध्येमा त्यो मेन्टली फिजिकली र चाहिँ दिमाग र मनले कसैले दिमागले बुझ्यो होला हर्क साम्पाङलाई कसैले मनले बुझ्यो होला तर मैले चाहिँ हर्क साम्पाङलाई राजनीतिक दृष्टिकोणले हर दृष्टिकोणले हर्क साम्पाङलाई मैले जति जीवनमा कसैले बुझे अहिले बुझे जस्तो लाग्दैन मलाई त